ए ल ल त्यसो भए रेडियो सुनेर बसौँ न त आज ए हुन्छ हुन्छ यार ए आयो झन्डै छुटेको यार तपाईहरुले पनि बिर्सनु होला नि फेरि यो हो आवाज एसए 103.1 मेगाहर्ज हरेक शुक्रबार रातिको 9:30 बजेदेखि 10:30 बजेसम्म नमस्कार 5VBI 103.1 नेपाली कार्यक्रम आवाज एसेमा म उर्वशी रोनस र सञ्जीव तपाईलाई स्वागत गर्दछु अशोक सरी माफी पाऊ रोनस चाहिँ आज हाम्रो साथ हुनुहुँदैन किनभने उहाँलाई सर्दी लागेर सन्चो हुनुहुन्न तर अर्को शुक्रबार हाकाहाकीको लागि उहाँ फेरि आउनुहुने नै छ र आज हामी धेरै कुराकानी गर्ने नै छौँ तर त्योभन्दा अगाडि आउनुहोस् सुनौ 1974 AD को एल्बम लिमिटेड एडिसनबाट यो गाना नेपाली जता सुकै लैजाऊ मलाई यो मन त मेरो नेपाली हो जसो गर जे भन जता सुकै लैजाऊ मलाई यो मन त मेरो नेपाली हो मलाई गर्व छ हाम्रो इतिहासमा कथा त लेखेकै छ जसो गर जे भन जता सुकै लैजाऊ मलाई यो मन त मेरो नेपाली हो न त सुनको तराजुमा बिहिकिदिन्छ न नै लडाईँको मैदानबाट भागिदिन्छ न त सुनको तराजुमा बिहिकिदिन्छ आफ्नै कर्ममा अटल रहने आफ्नै पसिनामा विश्वास राख्ने यो मन त मेरो नेपाली हो
त आफ्नो अधिकारलाई लुट्न दिन्छ न नै अरूको भरोसामा बाँचिदिन्छ न त आफ्नो अधिकारलाई लुट्न दिन्छ हिमाल चाहिँ चम्किलो सफा छ छाती आकाश चाहिँ फिजिएको विचार छ विशाल यो मन त मेरो नेपाली हो जसो गर जे भन जतासुकै लैजाऊ मलाई यो मन त मेरो नेपाली हो जसो गर जे भन जतासुकै लैजाऊ मलाई यो मन त मेरो नेपाली हो मलाई गर्व छ हाम्रो पुर्खाले कति व्यथाहरू सहेर कति व्यथाहरू सहेर इतिहासमा कथा त लेखेकै छ जसो गर जे भन जतासुकै लैजाऊ मलाई यो मन त मेरो नेपाली हो जसो गर जे भन जतासुकै लैजाऊ मलाई यो मन त मेरो नेपाली हो अब हामी सन्दर्भतिर लागौं र अशोकजी आज हाम्रो सन्दर्भमा के छ टपिक? धन्यवाद उर्वशीजी। आज हामीले एउटा नेपालमा जन्मिएका हैन एसियाका तारा बुद्धको बारेमा कुरा गर्नेछौँ र यसमा रहेका कन्ट्रोभर्सिज कुराहरू जुन चाहिँ अहिले हामीले मिडियामा देख्न सक्छौँ। अब मिडियाले चाहिँ बुद्ध चाहिँ इन्डियामा जन्मेको हो भनेर चाहिँ अहिले जुन हवा फिराइरहेको छ जुन चाहिँ इन्डियन मिडियाहरूको हामी कुरा गरिरहेको छौँ यसलाई चिरफार गर्नको निमित्त हामीले चाहिँ सानो टिप्पणी गर्ने जमर्को गरेका छौँ। आज मलाई साथ दिनुहुन्छ सञ्जीवजी र उर्वशीजीले। अब सबैभन्दा अहिलेको सेन्टेन्स चाहिँ हाम्रो नेपाली माझमा बुद्ध वाज बोर्न इन नेपाल, बुद्ध वाज बोर्न इन नेपाल एकदमै फेमस छ हैन। अहिले भर्खरै चाहिँ एउटा जीटीभी एउटा चाहिँ स्थापित टेलिभिजन च्यानल उसले चाहिँ बुद्ध भन्ने सिरियल बनाएको रहेछ जुन चाहिँ डिरेक्टेड बाई एउटा कबीर बेदी भन्ने एउटा चाहिँ एउटा त्यसमा खेल्ने नायक रहेछन्। बीके मोदी भन्ने चाहिँ एकजना डाइरेक्टर उनी आफूलाई चाहिँ निकै नै बुद्धको बारेमा जानकारी राख्ने उनी डाक्टर पनि हुन् हैन एउटा पीएचडी डाक्टर हुन्। उनले चाहिँ नि बुद्धको बारेमा बुद्ध वाज बोर्न इन इन्डिया भनेर चाहिँ जुन आफ्नो बुद्ध टेली सिरियललाई चाहिँ सुरुमा जुन प्रचार गरे त्यसपछि नेपाली मिडिया लगायत विदेशमा बस्नेहरू नेपालीहरू जो चाहिँ सोशल मिडियाबाट निकै नजिक हुनुहुन्छ उहाँहरूले चाहिँ उहाँहरूको सक्दो प्रयासले गर्दाखेरि एउटा चाहिँ सेन्टेन्स चाहिँ एकजना जुन कलाकार मेन कलाकार कबीर बेदी भन्नेले आफ्नो ट्विटर मार्फत चाहिँ क्षमा याचना पनि गरेका रहेछन्। यस्तो परिस्थितिमा हैन यस्तो परिस्थितिमा सञ्जीवजीको धारणालाई म यहाँ कसरी म एउटा चाहिँ नि एउटा प्रश्नले चाहिँ राख्न चाहन्छु। तपाईलाई एक कुनै विदेशीले हैन यो फरेन ल्यान्डमा तपाईलाई बुद्ध वाज बोर्न इन नर्थ इन्डिया भन्दा तपाईको उत्तर के होला? कसरी तपाईले उहाँलाई चाहिँ कन्भिन्स गर्न सक्नुहुन्छ र कसरी प्रमाण दिन सक्नुहुन्छ? तपाईको एउटा चाहिँ मौखिक चाहिँ कस्तो रहनेछ? पहिले त म त्यो मान्छेलाई के सोच्छु भने बुद्ध वाज बोर्न इन नेपाल बाहेक कुनै कन्ट्रीमा भन्यो भने किन भनेको पहिले सोध्छु म हैन उसँग के तथ्य रहेछ। मैले पढेको थिएँ भने कुन पत्रिकामा पढ्नु भएको छ कहाँ पढेछौ भन्ने कुरा सोध्छु म हैन। त्यसपछि के क्लियरफाई गर्छु भने इतिहास पल्टाएर हेर्ने हो भने र विश्वको जुनसुकै ठाउँमा पनि गएर सोध्ने हो भने जानकार मान्छेले सोध्ने हो भने बुद्ध नेपालमा जन्मेको थियो भन्ने कुरा के अरे भन्छन् हैन। र त्यसको लागि हामीसँग प्रमाण छ टन्नै प्रमाण छ नि। तपाईँ लुम्बिनी जानुहोस् हैन
तपाईँ मलाई लाग्छ जति पनि मैले यो क्वेसनलाई यसरी जोड्न चाहन्छु मैले यही प्रसङ्गमा कति श्रीलङ्कन मान्छेहरू जुन चाहिँ उहाँहरू चाहिँ बुद्धिस्ट हो श्रीलङ्कामा बुद्ध नेपालमा जन्मे पनि धेरै पर्सेन्टेज हिसाबले श्रीलङ्कनहरू के अरे बुद्धिस्ट छन् होइन उनीहरूलाई सोद्धा पनि बुद्ध नेपालमा जन्मेको भन्ने कुरा भन्यो होइन मैले अस्ट्रेलिया पनि जसले जानकार भएको मान्छे छ उनीहरू पनि सोधेँ होइन उनीहरू पनि त्यही कुरा नै भन्यो होइन भनेपछि मैले यो सोध्नु कारण के थियो भने कति मान्छेलाई नलेज रहेछ होइन यो कुरामा कति मान्छेलाई थाहा रहेछ जसको आफ्नो धर्म के अरे बुद्धिस्ट धर्म मान्छन् होइन उनीहरूलाई जानकारी छ नेपालमा जन्मेको छ उनीहरूलाई लुम्बिनीको बारेमा थाहा छ होइन लुम्बिनीमा यस्तो छ भनेर कतिले गएको छ होला कति गएको छैन तर उनीहरूलाई त्यो कुराहरू थाहा छ इभन तपाईँले चेक गर्न सक्नुहुन्छ होइन गुगलमै गएर चेक गर्नु छ एउटा पनि तपाईँले तथ्य भेट्नुहुन्न चाहिँ बुद्ध वाज बर्न इन इन्डिया भन्ने चाहिँ भनेपछि तपाईँले कसैले बुद्ध वाज बर्न इन इन्डिया भनेर भन्यो भने तपाईँले चाहिँ ल्याक अफ नलेजै भन्नुहुन्छ जियोग्राफी उसँग छैन ल्याक अफ हिस्ट्री होइन उसको नलेज नभएको भन्ने बुझ्नुहुन्छ तपाईँ हजुर कि त उसको चाहिँ अब दिमाग बिग्रेको हुनुपर्छ कि त नलेज नपुगेको हुनुपर्छ अझै स्पेसिफिक हौ कुनै इन्डियनले हजुर उसले बुद्ध वाज बर्न इन इन्डिया भन्यो भने तपाईँको भनाइ के हुन्छ वेल म फेरि त्यही भन्न चाहन्छु कि त ऊ चाहिँ एकदमै नजानेको मान्छे हो हजुर कि त के अरे दिमाग बिग्रेको मान्छे हुनुपर्छ इन द सेन्समा किन भन्छु भने कति इन्डियालाई सोध्नुहुन्छ भने नेपाल होइन पार्ट अफ इन्डिया भन्छ कि मैले बिचमा काटेँ यस्तो पाठ पढाइन्छ इन्डियाको कतिपय विश्वविद्यालयहरू उनीहरू बुद्ध वाज बर्न इन इन्डिया भन्छन् अनि पाठ्यक्रमहरू पनि तपाईँको नेपालको चर्चित तपाईँको एउटा स्कुलहरू छ होइन जो इन्डियाको चाहिँ सेन्ट्रल बोर्डबाट चाहिँ सम्बन्धित छ मलाई ठ्याक्क नाम त थाहा भएन सायद काठमाडौँमा 2-4वटा छन् तिनीहरूले सबै हाम्रो राष्ट्रिय भाषा भनेर उताको जनम गणमन के छ र इन्डियाको त्यो पढाइन्छ बुद्ध वाज बर्न इन इन्डिया भनेर पढाइन्छ सायद तपाईँलाई लाग्दैन यसको माथिल्लै चाहिँ गभर्मेन्टको जुन माथिल्लो लेभलमा बस्ने उनीहरूको पोलिसीमै यस्तो हो बिचरा एउटा इन्डियनले पढ्यो त्यहीँबाट नलेज लियो बच्चा हुँदा पढ्यो बुद्ध इज बर्न इन इन्डिया भनेर त्यो इन्डियनको गल्ती हो त होइन त्यो इन्डियन गल्ती किन भने अब यदि इन्डियन कुनै सङ्घ संस्थाले नेपालमा पढाउन खोज्छ भने होइन हाम्रो नेपाल गभर्मेन्टको दायित्व हुन्छ त्यसमा के पढाइ हुन्छ के पढाइ हुँदैन के कुरा हामीले पढाउन दिनुपर्छ भन्ने कुरा चाहिँ हुनुपर्छ जस्तै तपाईँ नेपालमा पनि अब मोडर्न इन्डियन स्कुल जस्ता धेरै स्कुल छन् र कति स्कुलमा के सुनिन्छ भने उनीहरूले प्रायः छ क्या राष्ट्रिय गान पनि इन्डियाकै राष्ट्रिय जनावर पनि भन्नु पर्ने इन्डियाकै भन्छन् होइन र मेन भाषा पनि हिन्दी नै भन्छ उनीहरू भनेदेखि हामीले के हाम्रो गभर्मेन्टले के हाम्रो माथिल्लो निकायले के निगरानी गर्नुपर्छ भने के कुरा त्यहाँ सत्य तथ्य पढाइ हुन्छ हुँदैन के पाठ्यक्रम पढाइ हुन्छ हो उनीहरूले नेपालमा पढाए पनि उसले भन्न सक्नुपर्छ किनभने त्यो स्कुलमा पढ्ने इन्डियन मात्रै हुँदैन त्यो स्कुलमा पढ्ने नेपालबाट भनौँ न जुन चाहिँ इन्डियाबाट धेरै पहिला आएका नेपालीहरू अब नेपाली सिटिजनसिप भइसकेकाहरू माइग्रेन्ट इन्डियनहरू हुन्छ र स्टिल नेपाली विद्यार्थीहरू पढ्छन् त्यो ठाउँमा त्यो यदि त्यस्तो ठाउँमा भनौँ इन्टरनेसनल स्टुडेन्ट पढ्ने ठाउँमा यो कुराहरू पढाइ हुन्छ भने हाम्रो गभर्मेन्टको के अरे ध्यान के अरे जानुपर्छ र त्यो कुरा चाहिँ तत्काल चाहिँ सम्बन्धित पक्षले अथवा उनीहरूले के भन्नु पर्यो भने अब इन्डियन मात्रै पढ्ने हुनु पर्यो त्यो स्कुलमा होइन अनि त्यो कुरा लागू हुँदा चाहिँ ठिक छ यदि इन्टरनेसनल स्कुल हो र अरूलाई पनि लिन्छ भने यो कुरा चाहिँ हाम्रो गभर्मेन्टले तत्काल चाहिँ निगरानी गर्छ पोलिसी मेकरको नै हाम्रो गल्ती कमजोरी छ तपाईको भनाइ इभन पनि हैन तपाईँ यसमा अर्को कुरा पनि के थप्न चाहन्छु भने यो त बुद्ध वाज बर्न के अरे नेपाल भन्ने जुन हाम्रो नेपालीहरूले अहिले नारा लगाइरहेछन् होइन भन्नाले अब जिटिभी इन्डियन टिभीहरूको च्यानलप्रति हाम्रो चाहिँ जुन चाहिँ आक्रोश व्यक्त गरिरहेका छन् त्यो स्वाभाविक पनि हो र अहिले पनि हाम्रो गभर्मेन्टले कुनै त्यस्तो चाहिँ होइन के अरे फर्मली लिगल रूपमा केही पनि एक्सन लिएको छैन जुन चाहिँ लिनुपर्ने हो जुन सबभन्दा एक्सन के अरे गभर्मेन्टले लिनुपर्ने थियो त्यो लिएको छैन त्यसले कसले लिएको छ त हाम्रो साधारण जनताले मिडिया कर्मीहरूले र बाहिर बसेको नेपालीहरूले र हामी लक्की छौँ कि हामीसँग एटलिस्ट एउटा के छ भने सञ्चार माध्यमको रूपमा हामीले चाहिँ के अरे हाम्रो फेसबुक होइन जुन छ त्यस ट्विटर हामी युज गरिरहेको छौँ होइन यो माध्यमबाट हामी चाहिँ आफ्नो चाहिँ के अरे कुराहरू चाहिँ राख्न पाइरहेको छौँ यदि त्यो नहुँदैन हो भने त
त्यो यो कुरा हाम्रो नेपालीको आवाज कसले सुन्थ्यो त गभर्मेन्टले नउठाइदिएको भए त्यही भएर जति पनि यो कमजोरी छ गभर्मेन्ट निकायबाट निगरानी हुनुपर्छ र राम्रोसँग चाहिँ पोलिसी मेकरहरूले त्यो कुरामा ध्यान आकर्षण गर्नु। धन्यवाद सञ्जीवजी। अब उर्वशीजीतिर म जान चाहन्छु। उर्वशीजीले आफ्नो एजुकेसन इन्डियाबाट लिनुभएको मैले जानकारी भए अनुसार तपाईँको विचारमा होइन तपाईँ पढ्नुभयो होइन जे जति पढ्नुभयो इन्डियामा बुद्धको बारेमा के पढ्नुभयो कहाँ जन्मेको के गरेको तपाईँलाई थाहा हुँदै पनि तपाईँलाई थाहा छ नेपालमा जन्मेको तर तपाईँको पढाइ कस्तो थियो र तपाईँको चाहिँ कलिग्सहरूको भनाइ के थियो? हामी अब म स्कुलमा पढ्दाखेरि हाम्रो एउटा क्लास थियो होइन वर्ल्ड रिलिजन भन्ने र त्यहाँ बेसिक त्यो बुद्धिज्म सबै टच गरे तर हामीलाई पढाउँदाखेरि नेपालै भनेको थियो। किताबमा स्टेटमा पढ्नु भएको थियो म तमिलनाडुमा साउथ इन्डिया ती पढेको थिएँ तर मेरो कजन दार्जिलिङमा पढ्दाखेरि उसको किताबमा चाहिँ माउन्ट एभरेस्ट र बुद्ध नेपालमा होइन भारतको हो भनेर लेखेको थियो। सो मैले मेरो काकालाई देखाएँ अन्त मेरो काकाले टेक द्याट टु स्कुल अन्त उनीहरूलाई एक्सप्लेन गर्यो भारत होइन नेपाल भनेर। त्यसपछि के भन्छ थाहा छैन तर मलाई तर छ किताबहरू वेयर इट क्लियरली स्टेट्स। तपाईँले अब भारत बाहेक अन्त अब हामी अस्ट्रेलियामा तपाईँ कति साथीहरू होला नि होइन कोही चाइना कोरिया कता कताहरू जहाँ बुद्धिस्ट धर्महरू बढी मानिन्छन् होइन त्यस्तो कन्ट्रीहरूबाट आएका साथीहरूको धारणा कस्तो पाउनु भएको छ तपाईँ? धारणा भन्नाले तिनीहरूले के बुद्ध कहाँ जन्मेको भन्दा तिनीहरूको एन्सर कस्तो हुन्छ त? यहाँ त मैले खासै अब कुरा गरेको छुइनँ बुद्ध भगवान कहाँ जन्मिनु भएको भनेर होइन तर म थाइल्यान्ड घुम्न जाँदाखेरि मलाई मान्छेहरूले थाईमा बोल्थ्यो होइन अन्त मैले म थाई बोल्दिनँ सरी भन्दाखेरि कहाँको भन्दा नेपाल भन्दै प्रपर हेर्थेँ मलाई अन्त मैले लुम्बिनी हेरेको थिएँ बुद्ध हुन्छ नि उनीहरूले त्यस्तो गरेर चाहिँ चिन्थ्यो कि त्यस्तो गर्दा चाहिँ मलाई खुसी लाग्थ्यो। लुम्बिनी जन्मेको भनेको सबैलाई थाहा छ तर लुम्बिनी चाहिँ इन्डियामा पर्छ भन्ने पनि त छ नि कतिको धारणा छ तर त्यति बेला आई थिङ्क आई वाज क्वाइट यङ उनीहरूले अब नेपाल भनेपछि नचिन्ने अन्त बुद्ध लुम्बिनी भन्ने बित्तिकै चिन्थ्यो। सो अब जिउमिङ उनीहरूले अब नेपाल भनेर चाहिँ थाहा थियो होला भनेर। हजुर सञ्जीवजीसँग जान चाहन्छु। एकजना प्रभावशाली नेता तराईमा राजनीति गर्ने सद्भावना पार्टीका एकजना नेत्री डाक्टर सरिता गिरी हुनुहुन्छ। उहाँले अलिकति कन्ट्रोभर्सी कुरा दिनुभएको थियो होइन गत साता चाहिँ कन्ट्रोभर्सी कुरो के थियो भन्दाखेरि बुद्धले इन्टाइटलमेन्ट प्राप्त गरेको चाहिँ नि इन्डियामा हो होइन त्यसो भएर इन्डियाले पनि सेयर गर्नुपर्छ यसको कुरा भनेर उनले भनिन्। कुन चर्च कतिखेर भन्दाखेरि जब मिडियामा चाहिँ नि बुद्ध वाज बोर्न इन नेपाल भनेर जुन अहिले गत हप्ता 2 हप्ता भयो होइन त्यो साफ खेलकुद भइरहेको बेलामा सेप्टेम्बर 8 मा एउटा यो बुद्ध टेलिसिरियल चाहिँ मिडियामा आयो होइन अरे त्यतिखेर त्यो पिक आवरमा आएर यस्तो भन्नुलाई तपाईँको धारणा के छ? अब भन्नुहुन्थ्यो हुन्थेन एउटा भनौँ न एक त हामी नेपाली भइसकेपछि होइन यो हाम्रो स्वाभिमानको कुरा हो होइन हाम्रो अस्तित्वको कुरा हो होइन यदि यो कुरा कसैले बोल्छ भने हामी त्यसै क्लियरिफाई गर्छौँ होइन बुद्ध चाहिँ नेपालमा जन्मेको हो र एउटा पार्टीको होइन भनौँ न त्यस्तो लिडर हामी भनौँ एउटा नेता मान्छेले हजुर यो कुरा भन्दा हामीलाई के चाहिँ कस्तो लाग्छ भने अब एउटा लाज मर्ने कुरा हो नेपालको लागि एकदमै दुर्भाग्य कुरा। हामी जस्तो देशमा यस्ता मान्छेहरू छन् जुन आफ्नो पर्सनल फाइदाको लागि भनौँ न अथवा पार्टीको फाइदाको लागि अथवा व्यक्तिगत फाइदाको लागि यस्तो कुराहरू गर्छन् भने त्यो मान्छेहरू नेपालको दुर्भाग्य हो होइन त्यस्तो नचाहिने मान्छेहरू हाम्रो नेपालमा छ। त्यस्तो मान्छेहरूलाई के अरे एउटा के भन्न सक्नु के अरे के हुनुपर्छ त्यस्तो मान्छेहरूलाई कि त आइदर उसले चाहिँ क्लियरिफाई गर्नु सक्नु पर्यो यो कुरालाई होइन आइदर यदि त्यस्तो बेनिफिटको लागि गर्छ भने त्यस्तो मान्छेहरूलाई नेपालबाट धपाउनुपर्छ। मेरो सिधै एन्सर चाहिँ हुनसक्छ। तर भर्खर तपाईँले भन्नुभएको पोलिटिसियन सरिता गिरीज्यूको कुरा होइन उहाँले अब सत्य कुरा भन्नुभएको थियो नि सत्य कुरा हो तर समय ठिक भएन नि त। मेरो अर्को कुरा के पर्सन हुन्छ मैले त्यो चाहिँ फेसबुक के अरे उसमा हेरेको थिएँ फेसबुकमा तर मैले चाहिँ डिटेलमा पढिनँ। त अर्को कुरा के हुनसक्छ भने अब त्यो सत्य कुरा हो कि बुद्धले के अरे इन्डियामा गएर आफ्नो बुद्धत्व प्राप्त गरेको हो। हाम्रो कुरा त बुद्ध वाज बोर्न इन इन्डिया और नेपालको छ नि त। यदि त्यो सन्दर्भमा जाने हो भने हो इन्डियामा गएर बुद्धत्व प्राप्त गरेको हो होइन त्यसो चाहिँ हामी मान्नुपर्छ होला बुद्धमा त्यहाँ त्यो ठाउँमा गएर बुद्धत्व प्राप्त गरेपछि रेस्पेक्ट त्यहाँ पनि होला होइन। तर
इन्डियनहरूले अब इन्डियामा बस्ने मान्छेहरूलाई पनि के गर्व गर्नु पर्छ भने मलाई जहाँसम्म लाग्छ एउटा के अरे बुद्धिजीवी मान्छेहरूले के गर्व गर्न सक्नुपर्छ भने बुद्ध इन्डियामा नेपालमा जन्मियो भने पनि इन्डियामा आएर ज्ञान हासिल गरेको हो होइन सो वी आर लकी होइन हामीसँग त्यस्तो ठाउँ छ होइन जहाँ बुद्ध आएर भनौँ न बुद्धत्व प्राप्त गरेको ठाउँहरू छन् उनीहरूले त्यस्तो कुरामा गर्व गर्नुपर्छ राजन होइन बुद्ध इन्डियामै जन्मेको होइन अब जस्तै भनौँ न अब कति मान्छे छ नि अब जस्तै अब मान्छे आउँछन् अस्ट्रेलियामा पढ्न आउँछ राम्रो एजुकेसन छ होइन अब भन्छ नि राम्रो युनिभर्सिटी त्यो ठाउँमा छ त्यहाँबाट गएर ज्ञान लिनुपर्छ भनेपछि यो ठाउँको पनि त राम्रो कुराहरू आउँछ नि त होइन राम्रो भएको ठाउँ हो त्यो पनि त्यसले मलाई इन्डियनहरूले बुद्ध के अरे एउटा राम्रो सचेत नागरिकले के भन्न सक्नुपर्छ इन्डियाका मान्छेहरूले बुद्ध हाम्रो देशमा बुद्धत्व प्राप्त गरेको हो त्यही भएर हामी लकी छौँ भन्नुपर्छ जस्तै हामी नेपालीले के भन्छौँ भने बुद्ध नेपालमा जन्मेको हो त्यसो हामी लकी छौँ भन्छन् इन्डियनहरूले त्यसरी भन्नुपर्छ जहाँसम्म मलाई लाग्छ यो बुद्धको कहाँ जन्मे भनेर जुन कन्ट्रोभर्सीहरू कुरा आयो यसलाई हामी जारी नै राख्नेछौँ यस बिचमै हामी चाहिँ साङ्गीतिक ब्रेकतर्फ जानुपर्ने हुन्छ हामीसँग बुद्ध सम्बन्धी केही गीत छ भने बताइदिनु हुन अनुरोध गर्दछौँ जहाँ छन् बुद्धका आँखा स्निग्ध शान्त र सुन्दर त्यहाँ छ शान्तिको क्षेत्र मेरो राष्ट्र मनोहर प्राणभन्दा प्यारो लाग्छ मेरो देश कता कता छल्किन्छ ममता मेरो भावगङ्गा जता तता जहाँ छन् बुद्धका आँखा नेपाली इतिहासको माया नेपालको लाग्छ नेपाली इतिहासको माया प्रकृतिको लाग्छ कला भाषा र भेषको पुर्खाको मन्त्र यो जप्छु चौतारीमा बसी जननी जन्मभूमि च स्वर्गादपि गरियसी जहाँ छन् बुद्धका आँखा ठुलो चाहना मेरो आमालाई हँसाउने छ ठुलो चाहना मेरो आमालाई हँसाउने सर्वोच्च शिखरबाट विश्व
देह समर्पण जहाँ छन् बुद्धका आँखा स्निग्ध शान्त र सुन्दर त्यहाँ छ शान्तिको क्षेत्र मेरो राष्ट्र मनोहर प्राणभन्दा प्यारो लाग्छ मेरो देश कता कता छल्किन्छ ममता मेरो भावगङ्गा जता तता जहाँ छन् बुद्धका आँखा र त्यो गीत त थियो स्वरूप र सत्यराजाचार्यको गाना उहाँहरूको पिताजी भक्तराज आचार्यले को गीत जहाँ छन् बुद्धका आँखा र अब यो बुद्ध वाज बोर्न इन नेपाल भन्ने कन्भर्सेसन फेरि कन्टिन्यू गरौँ अशोकजी हामी श्रोताहरू फेरि पनि हामी बुद्ध वाज बोर्न इन नेपालमै छौँ यो सत्य कुरा हो कसैले लुकाएर लुक्दैन कसैले चाहिने दुई चारवटा मिडियामा भन्दैमा यो सत्य कुरालाई चाहिने छोपिने छैन हाम्रो यो युनेस्कोले पनि भनिसकेको छ कि युनेस्कोको वेबसाइट तपाईँले खोलेर हेर्नुहुन्छ भने उसले क्लियरली लेखेछ होइन बुद्ध डिक्लेयर a World Heritage Site by UNESCO which says the Lord Buddha was born in 1623 BC in the sacred area of Lumini located in the Tarai plains of southern Nepal, testified by the inscription on the pillar erected by the Mauryan Emperor Ashoka in 249 BC. अब यो कुरालाई चाहिँ यदि कसैले पनि पढ्नु भएको छ भने पक्कै पनि बुद्ध वाज बोर्न इन इन्डिया भन्नुहुन्न भन्ने मलाई विश्वास छ। अब फेरि हामी बुद्धमै छौँ। अब भर्खरै चाहिँ बुद्ध वाज बोर्न इन नेपाल भन्ने चाहिँ नारा लिएर सडकमा काठमाडौँको सडकमा थुप्रै मानिसहरूले जुलुस निकाले होइन इन्डियन गभर्मेन्टको चाहिँ इन्डियन एम्बेसीको चाहिँ उसमा विज्ञप्ति पनि जारी गरे प्लस नेपालका केबल मिडियाहरूले चाहिँ एक दिनको लागि जीटीभी नचलाइने भन्ने चाहिँ जानकारी बन्द गर्ने निर्णय गरे। यसलाई सञ्जीवजीले यो गर्नुको चाहिँ फाइदाहरू र गर्नु पर्थेन होइन अथवा टोटल्ली सधैँको लागि ब्यान गर्नु पर्थ्यो तपाईँको धारणा कस्तो यो जुन स्टेप चाल्यो होइन 24 आवर्स जीटीभी जुन च्यानलबाट बुद्ध भन्ने टेलिसिङका चाहिँ प्रसारण भइरहेछ त्यो बन्द गर्नु मेरो विचारमा ठिक हो किनभने यति गर्नुको मतलब के हुन्छ भने हामी एउटा सचेत नागरिक भइसकेको हिसाबले होइन हामीले आफ्नो राइट के हो र हामीले आफ्नो लागि हक अधिकारको लागि लड्न सक्छौँ भन्ने कुरा हामी देखाएको हो र यो कुरा ठिक हो र अब के अरे सधैँको लागि किन बन्द गर्नु पर्दैन भनेपछि अब एउटा इस्युले यदि जीटीभीले तपाईँले भनिसक्नुभयो जीटीभीले अलरेडी माफी के अरे त्यसको चाहिँ अब गल्ती भएको छ भन्ने कुरा चाहिँ भनिसकेपछि सधैँको लागि बन्द गर्नु हुँदैन तर एटलिस्ट हामी सचेत नागरिकको हिसाबले एउटा स्टेप अगाडि बढायो र उनीहरूले चाहिँ त्यो कुरा रियलाइज गर्यो। अझ तपाईँको जुन तपाईँको मेन पात्रमा खेल्ने के अरे कबीर बेदी भन्नुभएको थियो ट्विटरबाट तपाईँले भन्नुभएको अरे भन्नु के अरे जानकारी दिनुभयो हामीलाई उहाँले पनि के अरे क्षमामा याचना गर्नुभएको छ होइन त्यो भनिसकेपछि हाम्रो जुन स्टेप हामीले चाल्यो त्यसको चाहिँ हामी चाहिँ आउटपुट चाहिँ आयो सत्य तथ्य चाहिँ मान्छेले जसले बुझेको थिएन उनीहरूले बुझ्नु पायो र हामी एउटा नेपाली सचेत नागरिक भएर यस्तो बेला चाहिँ होइन भनौँ न अब चुनावको बेला छ पार्टी छ दुनियाँ छ त्यस्तो बेला भए पनि हामी सबै नेपाली एक भएर त्यो आवाज अगाडि निकाल्नु भनेको धेरै ठुलो कुरा हो जस्तो लाग्छ र हामी सफलता पाएकै म चाहिँ ठान्छु यसलाई। हजुर भर्खरै
कुरो निक्लियो त्यो एकजना कवीर बेदीको जुन मेन नायक हुन् उनले चाहिँ आफ्नो ट्विटर मार्फत लेखेको कुरा हाम्रो श्रोताहरूलाई जानकारी गराउन चाहन्छु यस माई फ्रेन्ड आई मिस स्पोक फरगिभ मी लर्ड बुद्ध वाज सर्टेनली बोर्न इन लुम्बिनी नेपाल माई एपोलोजिज टु अल हुज फिलिङ्स वे हर्ट भनेर चाहिँ राखेको रहेछन् अब हामी फेरि पनि बुद्धमै छौँ बुद्ध वाज बोर्न इन नेपाल भन्ने चाहिँ आजको हाम्रो नेपाल सन्दर्भ थियो यसलाई कन्टिन्युटी गर्ने नै छौँ योभन्दा पहिला हामी एउटा गीत राख्न चाहन्छौँ गीतको बोल रहेको छ विधान श्रेष्ठले गाउनु भएको छ माछी मार्न जाऊ हे कान्छी काला पानीमा निकै नै देशप्रेमी गीत छ इन्जोय गर्नु होला यो गीत कसरी देशप्रेमी यो गीतले नै बताउनेछ उर्वशीजी माछी मार्न जाऊ हे कान्छी काला पानी यहाँ निकै इतिहास जोडेको छ यसको बारेमा हामी फेरि चर्चा गर्नेछौँ त्यस्तो गरे भने चाहिँ राम्रो हुन्छ थ्याङ्क यू जनसङ्ख्या बढेको नेपाली खै पुरा बुझेको मन परी जनसङ्ख्या बढेको विदेशको नोकरीको भर छैन विदेशको नोकरीको भर छैन फरकेर आउँदा घर छैन माछी मार्न जाउँ न दाजै काला पानीमा माछी मार्न जाउँ न दाजै काला पानीमा हो 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 उडिदेऊ नचाहिने ढोका स्वदेशी हो कम्मरै कस उडिदेऊ नचाहिने ढोका स्वदेशी हो कम्मरै कस मेला भर्न जाउँ न दाजै मेची बगेर मेला भर्न जाउँ न दाजै मेची बगेर पशुपति नगर
अशोकजी यो गीतमा त मैले धेरै शब्दहरू सुने होइन आई डिडन्ट क्वाइट अन्डरस्ट्यान्ड द सङ कि मेची बगर कालापानी जनसङ्ख्या भनेको बट आइम स्टिल कन्फ्युज अलिकति कसरी राष्ट्रिय गीत भयो तपाईँ जस्तै अरू थुप्रै हाम्रो श्रोताहरू हुनुहुन्छ यो सही मौका पनि हो होइन गीतले के भन्दैछ साधारण भाषा छ होइन माछीमा नजाऊ कान्छी कालापानीमा भन्ने कालापानीको इतिहास तपाईँले पढ्नुभयो भने नेपालको कालापानी त्यो दार्चुला जिल्लामा पर्दछ होइन त्यो चाहिँ नि चाइनाले क्लेम गरेको छ अलिकति विशेष गरी इन्डियाको सेना छ तर हामी अबको यो गीतको अनुसार माछी मार्न जाउँ कान्छी कालापानी भनेको अब हामी त्यहाँ माछी मार्न जान पाउँदैनौँ त्यहाँ त पुलिस आर्मी छ ए हजुर त्यहाँ बोर्डर सेक्युरिटी हेर्ने इन्डियन चाहिँ आर्मी छ त्यो छ अनि अब तपाईँको के भन्नुभएको थियो एउटा आलै छ घाउ 18 को भन्ने सुन्नुभएको थियो भन्नाले याद गर अझै पनि तिमीहरूभित्र आउँछ भने तिमीहरूभित्र आउँछ भने 18 मा हामीले चाहिँ जुन 18औं शताब्दीमा जुन हाम्रो बहादुर नेपाली अमर सिंह थापा बलभद्र कुँवर भक्ति थापाहरूले जुन देखाएको बहादुरी छ हामी त्यो फेरि आउन सक्छौँ है भनेर एउटा खबरदार पनि गरेको छ गीतले होइन नेपाली भाषामै भए पनि अनि तपाईको मेची बगरको कुरा गर्नु भएको थियो हैन मेची बगर भन्नाले मेची पुल जुन चाहिँ पहिला त्यो मेची भने मेची पुल भन्दा बित्तिकै त्यो हाम्रो हुनुपर्ने अथवा दुबईको हुनुपर्ने हजुर अथवा हैन त्यही हुनुपर्ने हो नि त मेची भन्ने चाहिँ हाम्रो खोला हाम्रो तर अझ बगरमा तपाईँ सबै इन्डियाको पर्छ अहिले त्यो हामी त्यहाँ केही गर्न पाउँदैन नेपालले त्यहाँ चाहिँ अब आफ्नो बजार सजार गर्न पाउँदैन मेला भर्न जाउँ कान्छी मेची बगर भन्छ नि तर अब त्यहाँ जाने छैन हैन हाम्रो कुनै उ छैन त्यहाँ इन्डियनको हो त्यो अनि नेपाली हो खै कुरो बुझेको जनसङ्ख्या बढेको भन्ने छ नि यो शब्द मलाई के लाग्छ भने अहिले चाहिँ चुनावको पनि माहौल छ हैन सायद पहिल्यैदेखि नागरिकताहरू धेरैले चाहिँ नि घुसेको जस्तो तिब्बती शरणार्थी कुरा गरौँ इन्डियन चाहिँ नि भनौँ न जुन बस्दै आएका छन् उनीहरूलाई धेरै इन्डियनहरूले जनसङ्ख्या के अरे नागरिकता पाए भन्ने पनि आरोप लगाइन्छ होइन कतिपय पार्टीहरूलाई त्यो कुरा खबरदारी गरेको होला जस्तो लाग्छ मलाई चाहिँ ए हजुर अब सरी कुरा काटे अब यो गीत सुन्दाखेरि आई हेभ अ टोटली डिफरेन्ट पर्सपेक्टिभ है र अब ब्याक टु फेरि अब हामी नेपाल सन्दर्भमा छौँ माफ गर्नु होला यहाँ उर्वशीजीको चाहिँ कौतूहलतालाई हामी मेट्न सफल भयौँ हुन त हाम्रा श्रोताहरूलाई पनि भएको होला मैले जानेको कुरा गीतले भनेको अनुसार त्यही हो त्यही भएर यो गीतलाई हामी देशप्रेमी गीत भनेर भन्छौँ जस्तो लाग्छ अनि अब हाम्रो चाहिँ सन्दर्भ नेपाल सन्दर्भमा फेरि हामी बुधवार बनि नेपालमै छौँ तपाईँ केही क्वेसन हजुर अशोकजी मलाई के सोध्न मन लाग्यो भने हैन अहिलेको जुन सिचुएसनमा छ हैन अहिलेको जुन स्थिति छ हजुर मलाई अलिकति पोलिटिक्ससँग गाम्न खोजिरहेको छु हैन जुन नेपाल के अरे बुद्ध नेपालमा जन्मेका थिए भन्ने इस्युलाई किनभने यो देशको लागि भनौँ न एउटा ठुलो कुरा हो हैन हाम्रो चाहिँ धरोहर नै हो हैन जसले चाहिँ अब हाम्रो छिमेकी मुलुकले हाम्रो देशमा जन्मेको छ भन्दा हामी सबै नेपाली एक भयो होइन अहिले जुन इलेक्सन हुने सिचुएसनहरू छ होइन त्यसमा संविधान बन्नुपर्छ दुनियाँ कुराहरू भइरहेको छ होइन हाम्रो अहिले देशको स्थिति नै खत्तम छ होइन त्यो बेला चाहिँ जसरी हामी सबै नेपालले के अरे बुद्धवाज बने नेपाल भन्छ नि त्यसै हामीलाई अब संविधान बन्नुपर्छ भने त्यस्तो सिचुएसन आउन सक्छ सक्दैन बुद्धवाज बनेन नेपाल भने चाहिँ हजुर नेपाली नागरिकहरू सचेत भएर हामीलाई संविधान चाहिएको छ हामी राइट पिपल चुज गर्छौँ एउटै धारामा आउन सकेछ सकेदैन ए त्यो त अवश्य नै होइन अब नेपाललाई चाहिएको छ संविधान होइन संविधान भन्नाले यो अर्थमा संविधान चाहिएको छ कि अहिले जुन चाहिँ संक्रमणकालीन स्थिति छ त्यसकोबाट पार लगाउनको निमित्त पनि होइन एउटा चाहिँ अहिलेको स्थिति भनेको सबैलाई थाहा छ कि अब कुनै पनि राजनैतिक दलको हातमा पावर छैन होइन गैर राजनीतिक हातको पावर छ अब यो कसरी हस्तान्तरण हुन्छ भन्ने प्रक्रिया गर्नको लागि पनि चुनाव अति आवश्यक छ चुनावको कुरा गरौँ संविधान त त्यसपछि बन्ने कुरा हो यसको लागि पनि चाहिँ संविधान जरुरी छ अथवा त्योभन्दा अगाडिको स्टेप भनेको चुनाव जरुरी छ भन्ने मलाई लाग्छ धेरै राम्रो कुरा गर्नुभयो मलाई एउटा कुरा के सोध्न मन लाग्यो नि जुन अहिलेको स्थितिमा होइन अब हाम्रो नेपाली जनताले डिफ्रेन्ट मिडियाबाट होइन सोसियल मिडियाबाट होस् कि अब विज्ञप्ति पत्र दिएर होस् कि आफ्नो के अरे इन्डियन एमएसीमा गएर दुनियाँ कुराहरू गर्यो होइन जुन सोसियल मिडियाले गर्यो जुन आफ्नो
भनौँ न हामी नेपालमा बुद्ध जन्मेको छन् होइन, जुन कुरालाई चाहिँ हामी हाम्रो कुरा चाहिँ सत्य तथ्य हो, जुन कुरा हामी गर्व गर्छौँ होइन, त्यो कुरा हाम्रो हो भन्ने कुरा हामीले जुन देखायौँ, पुष्टि गऱ्यौँ। यो बेला चाहिँ हाम्रो नेपाली पोलिटिसियनहरूले जुन चाहिँ अब सरकारी लेभलबाट लिनुपर्ने एक्सन, लिनुपर्ने जुन दायित्व होइन, जुन गर्नुपर्ने स्टेपहरू किन गरेन होला जस्तो लाग्छ मलाई? यो धेरै चाहिँ गहन छ होइन। अब किन गरेन होला भन्ने हिसाबमा कुरा गर्नुहुन्छ भने मेरो विचारमा अबको चाहिँ हामी नेपालीलाई एउटा इन्डियालाई के भ्रम रहेको मैले पाउँछु भन्दाखेरि तपाईँको नेपालीलाई बुद्ध र सगरमाथा मात्रै बेच्न सक्यो भने मात्रै बुद्धिस्टहरू एभ्री इयर नभएर आफ्नो जीवनकालभरि जीवनकालमा एकचोटि मात्रै टुरिस्ट नेपालमा 1 महिनासम्म घुमाउन सक्यो भने बुद्ध मात्रै मान्ने छ नि। जापान, कोरिया, कम्बोडिया, थाइल्यान्ड, लाओस कति छ, यिनीहरूलाई ल्याउन सक्यो भने मात्रै होइन नेपालको चाहिँ नेपालको विकास वात्तै बढ्छ भन्नेमा चाहिँ इन्डियालाई डर छ मैले बुझे अनुसार होइन। इन्डियालाई त्यो हुनको निमित्त पनि नेपालमा चाहिँ नेपालको यो क्लियर मेसेज चाहिँ दिन सकिरहेको स्थिति छैन होइन। अब अर्को कुरा गर्नुहुन्छ भने जस्तो अब एयरपोर्टको कुरा छ, लुम्बिनीमा एयरपोर्ट बनाउने भन्ने कुरा छ, इन्टरनेसनल एयरपोर्ट। तर यो चाहिँ पावर होइन, तपाईँले भारतले नचाहेको कुनै पनि एउटा यस्तो सन्धिले त्यसलाई रोकिएको छ अरे भन्दाखेरि कुनै पनि 25 किलोमिटर भन्दा यता चाहिने कुनै पनि बनाउँदाखेरि दुवै देशको सहमति हुनु जरुरी छ भनेर चाहिँ गरेको छ होइन। त्यसो हुनाले इन्डियाले आफ्नो हित भन्दा पनि छिमेकीको हित नचाहेको जस्तो मलाई लाग्छ। अनि मेन कुरा अहिले जुन अब अलिकति म अगाडिको कुरा पनि जोड्न चाहन्छु, जुन चाहिँ नि बुद्ध टेलिसिरियलको कुरा थियो होइन। जस्तो तपाईँ हामी सानैदेखि एउटा महाभारत हेर्थ्यौँ होइन, एउटा कृष्ण लीला हेर्थ्यौँ, जे पनि हेर्थ्यौँ होइन। त्यो हाम्रो दिमागमा राम भनेपछि कस्तो चाहिँ बसिसकेको छ भने त्यो देखिएको टिभीमा देखिएको आकृतिको अथवा शिव भन्ने कस्तो भन्दा त्यो टिभीमा देखिएको आकृति, अनि त्यसैलाई प्रिन्ट गरेर हामीले भित्तामा टाँच्छौँ हो कि नै। त्यही भएर हाम्रो कन्सेप्ट के छ भने त्यो छ होइन, त्यो बनोट गरेको र के बोल्छन् भन्दाखेरि हिन्दी बोल्छन्, बुझ्नुभयो त, यो हिन्दी बोल्छन्, भगवान्हरू त हिन्दी बोल्छन् भनेपछि हाम्रो कन्सेप्टमा के भइसकेको छ ल यो शिव पार्वतीहरू त सानैमा क्या, अहिले त अब हामी म्याचुर अलिक बुझ्ने भइसक्यो, सानोमा के थियो ल इन्डियामा पो बस्दो रहेछन् भन्ने चाहिँ हामीलाई कन्सेप्टमा सानैदेखि थियो। त्यस्तै पार्नको निमित्त हो कि उसले चाहिँ जब यो फिल्म डाइरेक्टरले सोचेन होला अहिले यस्तो बौद्धिक लेभल कहाँ पुगिसकेको छ, बौद्धिक लेभल कहाँ पुग्यो, सोसियल मिडियाले कहाँ प्रत्येक चाहिँ प्लानेटको कुना कुनामा चाहिँ मान्छेहरू बुद्धिजीवीहरू पसिरहेका छन् भन्ने उसलाई त्यति ध्यान नभएर साउथ एसियाको मात्रै उसले चाहिँ कस्टमर भनौँ न चाहिँ उसलाई फोकस गरेर टार्गेट मार्केट गरेको जस्तो मलाई लाग्यो होइन। त्यति मेरो सरी कुरा काटेँ, मेरो क्वेसन के थियो भनेदेखि जुन हाम्रो चाहिँ पोलिटिसियनहरू छन्, हाम्रो जुन चाहिँ पोलिसी मेकरहरू छ, जुन हाम्रो चाहिँ लिडरहरू छन् होइन, यो बेला बोल्नुपर्ने बेला हो, बोल्नुपर्ने बेलामा किन बोलेन तिनीहरू? त्यो त अब होइन, तपाईँको ओपिनियन के हो? तपाईँ कसरी के महसुस गर्नुहुन्छ, के फिल गर्नुहुन्छ, किन बोलेन होला तपाईँको विचारमा? मेरो विचारमा केही सातापछि हजुर नेपालका प्रधान सेनापति इन्डिया जाँदैछन्। अब यसबाट के प्रश्न हुनुहुन्छ तपाईँ? त्यही हो, त्यसैमा छ एन्सरहरू। किन जाँदैछन् भन्दाखेरि एउटा अब नेपालको प्रधान सेनापतिलाई इन्डियाले पनि एउटा चाहिँ मानार्थ प्रधान सेनापतिको दिने र इन्डियाकोलाई नेपालको प्रधान सेनापतिको मानार्थ दिने भन्नाले इक्वालिटी, एकले अर्कालाई मान्ने, केही हुँदाखेरि सहयोगको आदान प्रदान गर्ने भन्नाले त्यो सन्धिमा कुनै न कुनै ठाउँमा लेखिएको रहेछ होइन। त्यसरी त्यो गरिएछ भन्नाले अहिले तिनी किन जाँदैछन् भन्दा भावी रणनीति कस्तो हुनेछ त नेपालको संविधानमा संविधान सभाको निर्वाचनमा सेनाको भूमिका के भन्ने विषयमा चाहिँ उनी बुझ्न लिन गएको होला, जाँदैछन् भन्ने मलाई लाग्छ होइन। भनेपछि तपाईँको विचारमा जति पनि हाम्रा ठुला नेताहरू छन् अथवा हाम्रा लिडरहरू छन् होइन, पोलिटिसियनहरू छन्, सबैको रिमोट कन्ट्रोल इन्डियामै छ होइन, एकदम जे चलाउँछ त्यही गर्छन्। त्यही नेपालको केही हुनलाई त्यहाँबाट लिनै पर्ने हुन्छ भनेपछि तपाईँले क्रान्तिकारी पार्टी चाहिँ नेकपा माओवादी, तत्कालीन नेकपा माओवादी, अहिले एक नेकपा विकास
जुन वरिष्ठ नेता बाबुराम भट्टराईले पनि भारत बिना गाह्रो छ भनेर चाहिँ भनिसकेको छ। भनेपछि आफ्नो पर्सनल बेनिफिटको लागि हजुर यिनीहरूले इन्डियाको विरुद्धमा बोलेन। त्यही हो हामी एकदमै भनेपछि हामीले जुन तपाईँले सरिता गिरीको कुरा गर्नुभएको थियो होइन, उहाँले त्यस्तो बोल्दा पनि यो नेता र त्यो सरिता गिरीमा केही पनि फरक रहेन। भनेपछि यिनीहरू एउटै चरित्र बोकेका मान्छेहरू हुन् भन्न बुझिन्छ। तपाईँले नेतालाई डाइरेक्ट सोध्नु भने तपाईँ इन्डियाबाट सञ्चालित हुनुहुन्छ भनेर सोध्दैन, छु त कसले भन्छ होइन, नजरले जस्तो गर्ने हो, तर भित्री रूपमा मेकानिजम त्यो छ। भनेपछि सरिता गिरी चाहिँ बोलिन्, अरू चाहिँ बोलेन, तर यिनी एउटै चरित्र बोकेका व्यक्तिहरू हुन्। सरिता गिरीलाई इन्डियाले चाहिँ भन्नाले भारतले अब कसैले अब जस भारत पक्षको मान्छेले बोलेर विचार गर्ने हो कि भनेर चाहिँ केही विचार गरेको पनि हुनसक्छ मेरो विचारमा होइन। अब यी अरू चाहिँ नेताहरूले गरेनन् होइन, त्यो हाम्रो ठाउँमा छँदैछ। अब हामी फेरि पनि अब हामी धेरै नै कुरा गर्यो बुद्धको बारेमा होइन। अब के अरे बुद्ध चाहिँ नेपालमै जन्मेका हुन् र इन्डियामा बुद्धत्व प्राप्त हुनु त्यो चाहिँ ध्रुव सत्य हुन् होइन। अहिले भर्खरै चाहिँ सेप्टेम्बर महिना यो महिनादेखि नेपाल राष्ट्र बैङ्कले बुद्ध वाज बोर्न इन नेपाल भनेर 100 को नोट जारी गरेको रहेछ होइन। त्यो चाहिँ अब दसैँबाट आउने रे। यस्ता कामहरू अलि ढिलो भएको हो कि जस्तो लाग्छ, ढिलै भए पनि बुद्धिको लाग्यो होइन। सायद यस्तो प्रत्येक नेपालमा आउने प्रत्येक नेपालमा आउने पर्यटकले त्यो नेपालको एउटा केही करेन्सी लगेर गएको भए, प्रत्येक आफ्नो फ्यामिलीलाई भनेर देखाएको भए सायद धेरै नै प्रचार हुन्छ होला जस्तो लाग्छ मलाई। अनि त्यो गर्नु त के अरे एउटा नेपाली भनौँ न जुन चाहिँ भर्खरको बाल्यकाल अवस्था हुन्छ नेपाली बच्चाहरूमा हुन्छ नि, बाल्यकाल अवस्थामा जस्तै अब तपाईँले बच्चामा जुन टेली श्रृङ्खला हेर्नुहुन्थ्यो, तपाईँलाई के लाग्यो भने महादेव शिव पार्वती होइन हाम्रो देउता चाहिँ इन्डियामा बस्दो रहेछ, त्यसको लागि चाहिँ एजुकेसनल हिसाबले ठिक हो। तर तपाईँको वर्ल्ड रेकर्डमै हेर्ने हो भने भर्खर तपाईँको कति महिना अगाडि रवि लामी छानेले चलाएको त्यत्रो होइन म्याराथन टक सोमा बुद्ध वाज बोर्न इन नेपाल भनेर टाइटल राखेर उसले चाहिँ तपाईँको यो गिनिज बुक रेकर्डमा हात पारेको हुन्। त्यस्तो ध्रुव सत्य कुराहरू छन् होइन। तै पनि हाम्रा छिमेकी देशहरूले होइन हामीलाई सानो देश ठानेर र हाम्रो नेताहरूको क्रियाकलापले गर्दा उनीहरू पनि हामीमाथि के अरे धारमा बोल्दैछन् प्रत्येकपल्ट होइन। हामीलाई उनीहरूले जे गर्नु नेताहरू त नचाहिँ जनताले के गर्छ हामीलाई भने जस्तै लागेको हुनु भरम परेको हुनसक्छ होइन। तर त्यस्तो होइन, हामी चाहिँ के गर्न सक्छौँ भने सत्य तथ्य चाहिँ हामी जे छ त्यो चाहिँ देखाउन सक्छौँ। अब हामी साङ्गीतिक ब्रेकतिर जाउँ कि ऋषि? हजुर जाने नै हो। यो गीत चाहिँ हाम्रो साथी हाम्रो श्रोता सूक्ष्म लिम्बूले रिक्वेस्ट गर्नुभएको र गीतको नाम चाहिँ माकुरी जालैमा। निर्माया माकुरी जालैमा नौली भन्दा नरम छ
यो त थियो श्रोताहरू, अस्ति नै लास्ट विक हामीले बाचा गरेको गीत बजाउन सकेनौँ। उनी स्वर्गीय तीर्थमान गन्धर्वको आवाज थियो, बल्ल पर्यो माको रिजालैमा। श्रोताहरूले अहिले चाहिँ इन्जोय गर्नुभयो होला र जुन गीत डेडिकेट गर्नुभएको थियो चाहिँ सुषमा, हाम्रो साथी सुषमा रेगुलर लिसनर हुनुहुन्छ, उहाँले पनि इन्जोय गर्नु होला भन्ने हामीले लागिरहेको छौँ। अब एउटा प्रसङ्ग जुन चाहिँ अहिले सोसियल मिडियामा छाइरहेको कुरा होइन, यदि तपाईँ पनि अपडेट हुनुहुन्छ भने तपाईँलाई पनि थाहा छ पक्कै पनि। यसैको प्रसङ्गमा रहेर हामी सानो चाहिँ कुराकानी गर्नेछौँ। सञ्जीवजी, हजुर तपाईँले बाटोमा ब्याग भेटाउनु भयो, ब्याग खोलेर हेर्नुभयो, त्यहाँ त 1 लाख पो रहेछ, तपाईँ के गर्नुहुन्छ? $1 $1 लाख। म त आतेर फेर्नु हुन्छ होला, आतेर फेन्ट हुनुहुन्छ है? किन नर्भस हुन्छ होइन, तर फेन्टै हुनुपर्ने। के अरे त्यति अमाउन्ट ठुलो भेट्यो भने डेफिनेटली म चाहिँ के अरे म पुलिसलाई नै गएर बुझाउँछु होला, किनभने नेपाललाई भेट्यो भने डेफिनेटली म राख्छु होला। तपाईँको यहाँको सिस्टम र सेक्युरिटीसम्म तपाईँ डराउनुहुन्छ? डर भन्नाले त्यो यहाँको सिस्टम र डराउनु पर्ने कुरै छैन त्यसमा होइन। भेट्यो भने तपाईँलाई पाउनुहुन्छ होइन। यदि कसैले क्लेम गर्यो भने तपाईँले गेट ब्याक टु यु होइन, अब तपाईँ आउँछ नि त्यो। तर एउटा राम्रो नागरिक भएपछि यो ठाउँमा अस्ट्रेलियामा स्पेसली तपाईँको चाहिँ सेक्युरिटी सिस्टम राम्रो छ, सबै सिस्टम राम्रो छ होइन। त्यसले गर्दा म चाहिँ डेफिनेटली पुलिसका नै गएर बुझाउँछु। यदि नेपालमा हुने हो त होइन म राख्थेँ होला। यस्तै सम्बन्धी एकजना जाने बोस्टन, अमेरिकाको बोस्टनमा बस्ने एकजना ग्लेन जेम्स भन्ने 54 वर्षका व्यक्ति होइन, उनले चाहिँ नि $40,000 भेटाएको रहेछन् होइन, हिजो मात्र। अनि त्यो चाहिँ पुलिसलाई बुझाएछन्। अनि एकजना मान्छे जुन चाहिँ नि इन्ट्रेस्टेड बस्ने मान्छे चाहिँ नि इथन विटिङटन भन्ने एकजना मान्छे रहेछन्, तिनले चाहिँ खोलेछन् एकाउन्ट होइन। एकाउन्ट खोलेर चाहिँ अहिलेसम्मको स्थितिमा मैले 7 बजी चेक गरेको थिएँ होइन, $1,23,000 जम्मा भइसकेको रहेछ। भनेपछि इमान्दारीको पनि एउटा कदर हुँदो रहेछ। यदि इमान्दारी गर्यो भने भगवानले पनि हेर्दो रहेछन् भन्ने एउटा ज्वलन्त उदाहरण जस्तो लाग्छ मलाई। यदि तपाईँ पनि उहाँलाई फन्ड गर्न चाहनुहुन्छ भने तपाईँ जानुहोस् टाइटल बारमा गएर gofundme.com गएर हेर्नुहोस्, त्यो सर्वप्रथममै आउँछ। अहिले कति 1 लाख भन्दा 23 अवश्य पनि 1,23,000 भन्दा माथि बढ्यो होला। यही नै जानकारी गराउन चाहन्छौँ। अबको हाम्रो चाहिँ साङ्गीतिक तिर नगएर उर्वशी दिदीलाई माइक्रोफोन ह्यान्डओभर गर्न चाहन्छु। आज त खास केही नै छैन। बिहान हामीले लेखेको थियो कि एउटा हाउस होल्ड आइटम होइन, द्याट क्यान रियली हेल्प यु। अन्त हाम्रो एउटा फेसबुक फ्रेन्ड आशिष बाग्लेज्यूले पनि गेस्ट गर्नुभएको थियो कि आज हामी व्हाइट भिनेगरको बारेमा कुरा गर्नेछौँ भनेर। तपाईँहरूको पेन्ट्रीमा व्हाइट भिनेगर छ कि छैन? भिनेगरको काम त हामी लेमनले गर्छ, त्यही भएर छैन। तपाईँकोमा छैन? राख्नुहोस्, किनभने इट्स भेरी भेरी ह्यान्डी। भिनेगर तपाईँहरू त थाहा छैन, तर मैले सधैँ अन्डा उसिन्दाखेरि मेरो अन्डा के हुन्छ सबै फुटेर त्यो सेप त सबै निक्लिन थाल्छ होइन। त्यस्तो भयो भने तपाईँले 2-3 थोपा भिनेगर हाल्यो भने तपाईँको त्यो अन्डाको सेतो चुनो रोकिन्छ है। त्यसको माथि तपाईँले अब तपाईँको त्यो कपहरूमा कफी चिया खाँदा पहेँलो रङ लाग्छ नि, हजुर त्यस्तोहरू भयो भने पनि तपाईँले अब इक्वल पार्ट्स के बेकिङ सोडा, भिनेगर र तातो पानी मिलाएर अन्त त्यसमा कप भिजाएर धुनुभयो भने तपाईँको फेरि दामी हुन्छ। हजुर टिल टल्किन थाल्छ होइन। तर द बेस्ट युज फर व्हाइट भिनेगर इज अमेरिकाको एरिजोना स्टेट युनिभर्सिटीले एउटा स्टडी गरेको थियो होइन, र उनीहरूले क्लेम गर्छ कि भिनेगरले एपेटाइट लो गर्छ होइन। सो द्याट बेसिकली हेल्प्स यु लुज वेट एन्ड स्टे ट्रिम एन्ड फिट। र त्यसको माथि हाई ब्लड सुगरलाई पनि कम गर्छ है, र डायबिटिजलाई पनि कम गर्छ, र इट्स भेरी गुड फर यु। र सपोजली एउटा स्विडिश ग्रुपले पनि भनेको थियो कि भिनेगरले चाहिँ इट हेल्प्स इन द फ्युचर एल्जाइमर्सलाई पनि कन्ट्रोल गर्नु भनेर होइन, विच आई थिङ्क इज भेरी गुड। र अलिकति मैले जोड्न चाहेँ, तपाईँ यदि तपाईँहरूको प्रब्लम त्यो ड्राई वेमा विड्सहरू हल्काहरू चाहिँ झारहरू उम्रेको छ भने मेरोमा छ, त्यसको लागि एउटा सल्युसन छ। हजुर तपाईँ बजारमा जानुभयो भने चाहिँ महँगो लाग्न सक्छ होइन विड्स किलरलाई होइन। तपाईँ घरमै तपाईँको सल्ट इनफ छ होइन, सल्ट घोलेर पानी त्यहाँ छर्किदिनुहोस्, त्यो मर्छ भनेर मैले चाहिँ आज जानकारी प्राप्त गरेको थिएँ। पक्कै पनि मैले ट्राई गर्नेछु। यदि पर्मानेन्टली तपाईँ चाहिँ त्यसलाई किल गर्न चाहनुहुन्छ भने त्यहाँ नुन राखेर छोडिदिनुहोस्,
त्यसमा माटोमा रहेको चिजबिजलाई जुन हुन्छ काम गर्दैन। त्यसले चाहिँ नि डिएक्टिभेट गरिदिन्छ जस्तो मेरो विचार रह्यो होइन। हजुर अनि मैले पक्कै नि ट्राई गर्नेछु। आज मैले झार गोडेको थिएँ होइन, त्यतिखेर मलाई याद भइरहेको थियो। ए ल अब आउने शुक्रबार त फेरि भेट्ने नै छौँ होइन, विथ मोर हेल्पफुल टिप्स त्यति बेलासम्मको लागि। स्वस्थ हाम्रो रोनसजीको साथमा। हजुर शुभरात्रि। शिवरात्रि। This Friday is a very special evening. Why?